Good morning guys, welcome to my vlog. आज बिहान उठेर पछि यसो बाहिर जानु पर्यो। अब एकैचोटि ब्रेकफास्ट पनि खाजा पनि लन्च पनि भनेर मलाई त यस्तो मन लाग्छ। मोमो, फ्राई मोमो, नेपाली चाउचाउ, अन्डा यो खाने। अब यसो खाएर चाहिँ यसो स्टोन हेन्डतिर चाहिँ भारी बोक्न जानु पर्ला। रमाइलो पनि हुने, फिटनेस पनि बढ्ने भनेर के आयो भयो। यो अब धेरै केही हालेको छैन, त्यही सल मात्रै हालेको छु हल्का। यहाँ चिया ब्ल्याक टी चट्टा खाने, खाएर चाहिँ यसो अब आजको दिनचर्या नै त्यही हुने भयो। हो साथी, खाएँ म त है। ल साथी, म त अब भारी बोकेर यसो हिँडडुल गर्न लागेको। यहाँ लाकिलको सेरोफेरो हेर्नुहोस्, गहुँहरू पाकेरै जोतिसकेको छ। अब के हाल्नु, तोरी हाल्न आएको छ। लाकिलमा गाडी कुद्दैछ, हरियो हरियो जो रुखहरू छ नि त्यहाँ सबै गाडी कुदिरहेको छ। बिजी छ आज, छुट्टी लाग्यो नि त बच्चाहरूको। यताबाट चाहिँ गहुँ काटिसकेको छ। म अब चट्ट पर पुग्छु। अनि यसो फिटनेस पनि गरौँ भनेर चाहिँ हल्का दुगुरे, खासै स्पिड त होइन के अरे, थोडा थोडा दुगुर्दै थिएँ। साइडमा सानो जङ्गल हुन्छ, त्यस रमाइलो छ लाकिल। ड्रोनले खिच्दैछ साइडबाट चाहिँ, कहिले अगाडि कहिले पछाडि ड्रोनले। यो चाहिँ ठ्याक्कै हाम्रो लाकिलबाट जाँदाखेरि त्यो अफिसरहरूको क्वार्टर छ, क्वार्टरको पछाडिबाट यो बाटो छ है। अनि यसो म रेस्ट गरेँ त्यहाँ। एकछिन रेस्ट गरेपछि चाहिँ त्यतिकै यसो माथि यो थुम्को जस्तो रहेछ, थुम्को जस्तोमा यसो दुगुरे जस्तो गरेँ। त्यसो रमाइलो हुन्छ। त्यहाँबाट गएँ दुगुरे, अनि 5-10 सिटअप गरेँ, फेरि हल्का दुगुरे, त्यस्तो गरेछु मैले चाहिँ। यसो सर्किट जस्तो हल्का दुगुरे, खासै त होइन, त्यही वारी र पारी 20 मिटर होला सिटअप। धेरै त थोरै 10-20 कति गऱ्यो होला, मलाई पनि थाहा छैन। Come on, BK. Come on, BK. Yes, you can do it. परपट्टि जङ्गल सबै त्यो रोपेको जङ्गलहरू है साथीहरू, सबै यतापट्टि लेफ्टतिर चाहिँ सबै स्टोन हेन्जको यो फेरि छ। त्यसपछि आएर आथि मैले बर्फी गरेको छ, 5चोटि बर्फी गरेको। मेरो टार्गेट चाहिँ 20 थियो, 5मै म थाकेर 5 मात्रै गरेँ होला मैले, यस्तो लाग्छ है। ल साथी हो, यो स्टोन हेन्ज पर देखेको ट्राफिक जाम।
हजार मान्छे आउँछन् यहाँ स्टोरेन्जमा यति ढुङ्गालाई हेर्न। साथीहरू हामीलाई क्याम्पबाट ल्याउँछ, परबाट कुदाउँदै ल्याउँछ, कहिले भारी बोकेर कहिले चाहिँ बुट रङ गराउँछ। आएपछि यहाँ स्ट्यान्ड 2 लगाएर त्यो तल र माथि गर्न लाउँछ हो। 4 चोटि 5 चोटि सलक्कै बनाउँछ। यसो तपाईँलाई अपडेट दिनुलाई के गर्छ हामीले भनेर। ल त स्टोन एजतर्फ जाऊँ। बाख्राहरू चाहिँ गर्मी भएर सरी सिपहरू गर्मी भएर सेटमा बसेछ। यो तपाईँको यो ल्यान्ड प्राइभेट किसानहरूको हो कि बाख्राहरू पनि यहाँ छ, भेडाहरू सरी बाख्रै भन्नु आउँछ, भेडाहरू यहाँ चाहिँ भेडा कुराहरू गर्ने 4x4 जिप हुन्छ। उता त यो चाहिँ क्याराभ्यानहरू लस्कारै मान्छेहरू त्यहीँ सुत्छ कति हप्ता। अनि यहाँबाट बल्ल धिकमुन स्टोन हेरेपछि बल्ल जान्छ तिनीहरू। अब स्टोन हेरेपछि चाहिँ बाख्राहरू छ, ए सिपहरू सरी। हजारको हजार मान्छे आउँछ यति ढुङ्गा हेर्नलाई। यस्तो ढुङ्गा त हाम्रो नेपालमा कति छ हो। 30 पाउन्ड 40 पाउन्ड तिरेर भित्र जान्छ हेर्न। हामी यहाँको बासिन्दाहरू चाहिँ यहाँ दुगुर्ने हो। यही मर्निङ वक, इभिनिङ वक, लन्च वक, डिनर वक के वक हुन्छ, एभ्रिथिङ फ्रीमा। भित्र गयो भने यहाँको मान्छेहरू बस्नेलाई चाहिँ रेसिडेन्टलाई चाहिँ फ्री हो, फ्यामिली एज फ्यामिली। वेलकम टु द स्टोनहेन्ज साथीहरू, यही हो स्टोनहेन्ज। Let's head back. Stonehenge is standing at the midpoint of the Stonehenge Silos. It was built in early at the tall lake period 5,500 years ago. साथीहरू काटिसकेको गाउँबारीमा सुतेर चाहिँ ड्रोनलाई चाहिँ मैले कन्ट्रोल गर्दैछु। ड्रोनलाई हातले चाहिँ कन्ट्रोल गर्दै एक सर्कल गर्दैछु यता र उता। साथीहरू भर्खर घर आइपुगे। ठ्याक्कै 2 घन्टा 20 मिनट हिँडेको रहेछ। बिचमा अलिअलि दुगुरे, खासै दुगुरेन। 1660 क्यालोरिज बर्न गरेँ त्यतिमा। 67% आउट अफ 100 67 मेरो वर्कआउट गरेर रहेछ। घाममा अलिक घामै थियो आज। मैले अब यो कालो छ, I'll just paint it with white now. Make it white. I'll just color paint it the white, so I'm cleaning now. Cleaning गरेँ के I got this one here. Oh no, sorry. This one here. I spray everywhere. Yeah. Once it's done, and I'll show you how it looks.
दुईटाले गरेको नपुग्दो रहेछ त्यो त भयो ठिकै भयो खासै सेटिस्फाई त भएन यस्तो मार्क्स स्प्रे चाहिँ भएन दुईटामै सिद्धिन लाग्यो यतिकै कता न कताको अब बिएनक्यू गरेर फेरि अर्को दन्ली खालके लिएर आउँछु म अब रङ किन्न आएको यो चाहिँ रङ लानु वुड अर मेटल ग्रिन एन्ड वाइट यही लगाएर पेन्ट गरिदिनु पर्ला 16 पाउन्ड त पर्छ एउटा यो रोलर लानु पर्ला अर्को यो ब्रस लानु पर्ला यदि भए पुगिहाल्छ फाइनली सिद्धिन लायो पेन्टिङ गरेर आधा पेन्ट जस्तो युज गरेछु मैले डबल कोटल गर्न पर्ला जस्तो छ अलिकति त्यहाँ चाहिँ नमिले जस्तो लाग्यो यहाँ पनि डबल कोट गर्ने छ साथीहरू यसलाई पनि सेतो बनाइदिएँ मैले त आज त मान्छेलाई पनि पेन्ट गरेर सेतो बनाइदिनु पर्ला जस्तो लाग्यो मलाई त आज त साह्रै कालो पो देखेछ त कसो साथी हेलो साथीहरू म त खाना खाँदैछु है डिनर खाँदैछु चोइसम हालेर चोइसम र पोक चट्ट ल्याएर खाँदै मजाले बनाएर खाँदैछु म त साथीहरू साह्रै मिठो गाइस त्यत्रो खाएर पनि नआएर चाहिँ म त साह्रै मिठो गरेर नि त अघि चम्चाले खाँदा अन्त हातले खाएको ब्रो यी हातले खाँदै यस्तो गर्दै साह्रै खाँदा गर्ने भएर चाहिँ यहाँ पङ्खा लाएर खाँदैछु म त पङ्खा लाएर पानी खाँदै बाबुलाई खाऊ भनेको चाहिँ हामी नाफ भने के म आफै खाँदैछु फेरि हैचङ खाँदै फेरि चित्तै बुझेन यी म त हातले खाँदैछु दमाउँदैछु फेरि ए तपाईँले खाने भइहाल्छ है ए करेलाको अचार पर्पल मासु चोइसमसँग अगाडि चोइसम धेरै भुटेर यो चोइसम पनि के भएको छ म खाएँ ल साह्रै मिठो छ खाना पर्छ जस्तो मजाले काम गर्दा हल्ली जस्तो काम गर्छ खाने बेलामा मात्रै राजा जस्तो खानुपर्छ कि यस्तो यार थप बुवा भन्दै थिएन के को थप बुवा त सेकेन्ड थर्ड पनि गरिन्छ जस्तो लाग्यो म त मासु खान त पोकै मिठो हुन्छ हाम्रो नेपाली सपै त नयाँ लाग्नु खोलेछ थ्याङ्क यू फर लाकी सप नेपाली सप just providing us a decent pork त्यसमा समरले पनि सुरु हो के अरे कामै छैन त्यही हो खाने बस्ने त्यही भएर छ ठ्याक्क आजको दिनमा पनि फेरि सोलर एक्लिस रहेछ आज आजको दिन सिधै खेलेछ सोलर एक्लिस के भने त पहिला साइन्स पढ्ने बेलामा नेपालमा मलाई थाहा भयो जस्तो लाग्यो मलाई त थाहै पनि दिएन मलाई त अघि छोरीले फोन गरेर ड्याडी आज यस्तो छ बाहिर निस्को यो आँखाले नेक अहिले चाहिँ बाहिर नहेर्नै भन्छ गएर के को बाहिर जाने पकाउँदै ठिक भयो आज खाँदैछु म त
त्यो छोरीहरूले जति टेक केयर गर्छ परिवारलाई ओकेमा छोरी ओकेमा छोरी भन्थे त ल हेर्नु साथीहरू हाम्रो लाकिलको नयाँ सोको पोक लिएर आएको छ साह्रै मिठो मैले मजाले बनाएर खाइयो ए रातरी त्यो हड्डी मात्रै बाँकी छ त्यही ल साथीहरू बिदा हुन पर्यो अब खाना पनि खाइयो खाना खाँदा खाँदा छोराले भाँडा पनि धोइसकेछ साससुट गरिसकेछ ल त साथीहरू सी यु नेक्स्ट ब्लग बाई बाई